के छ साथीहरू, एउटा कुरा तपाईँलाई याद छ, एकछिन उठ्नुहोस् पहिला। यो जुन तपाईँ लाइफमा, जुन तपाईँ यो समाजमा, जुन तपाईँ यो बाटोमा तपाईँ हिँडिराख्नु भएको छ, त्यसको बारेमा एकचोटि सोध्नु साथीहरू। तपाईँ बिहान उठ्ने बित्तिकै बेलुका रातिसम्म के गर्नुहुन्छ? त्यसको लागि कुनै प्लान छ साथीहरू? कुनै रोड म्याप छ? कुनै तपाईँको भिजन छ? भिजनै छैन, तपाईँको कुनै प्लानै छैन, तपाईँ दिनभरिमा के गर्नु छ, कुनै रुटिनै छैन, देन तपाईँ कसरी त्यो पाउन सक्नुहुन्छ जसको लागि तपाईँले धेरै सङ्घर्ष गर्नुपर्छ? तपाईँले स्पेसली कुनै पनि विद्यार्थी हुनुहुन्छ भने तपाईँको पढ्ने रुटिन छ, तपाईँ बिजनेसम्यान हुनुहुन्छ भने तपाईँको के बिजनेस गर्ने रुटिन छ, तपाईँ लिडर हुनुहुन्छ भने के लिडर गर्ने रुटिन छ, तपाईँ सर हुनुहुन्छ भने के तपाईँलाई पढाइ गर्ने रुटिन छ? भन्दै भाइ किन सबेरे म जान्छु त 10 बजे पढाइ। अरे यार, त्यो रुटिन होइन। तपाईँको लाइफको सपना पुरा गर्नको लागि तपाईँले के सपना बनाउनु भएको छ, त्यो सपनाको हिसाबले कसरी मुभ गर्ने, त्यसको लागि दिनको प्लान छ भने कमेन्ट गर्नुहोस्।